मित्रहरू, म अघि यहाँहरूलाई मैले जानकारी गराएँ। म धाममा आएपछि यसको शान्तिधामको बृहत शान्तिधामको निर्माण उद्देश्य, गुरुका बारेमा यी सबै कुराहरू यहाँहरूलाई प्रस्तुत गर्नेछु भनेर। पछिल्लो समय 81 हामीले सोसियल साइटहरूमा यत्रो निर्माण देख्यौँ। को होला, कसले बनायो होला। हामीले काठमाडौँबाट यतातिर हेर्दा त शिवपुरीको डाँडो, जङ्गल अनि त्यसपछि जङ्गली जनावरका कुराहरू सुन्ने गर्थ्यौँ। यहाँलाई यहाँ पाउँदा हामी अचम्म लाग्यो। हजुरले आफ्ना बारेमा जानकारी गराइदिनुहोस् न हामीलाई। धन्यवाद। जय श्रीमन्नारायण। म स्वामी चतुर्भुजाचार्य। यो बृहत शान्तिधाम लगायत यहाँ बद्रीनारायण, रामेश्वरम, द्वारका, जगन्नाथ 4 धाम हुनेछ। यसको सङ्कल्पकर्ता भनौँ। र मेरो जन्म चाहिँ यहीँ नजिकै छिमेकी जिल्ला नुवाकोटमा भयो। प्रारम्भिक शिक्षा अध्ययनपछि भारतमा जाने अवसर भयो र भारतमा बसेर हामीले अध्यापन आदि कार्यहरू गर्दै थियौँ। र त्यसै बेला 81 हामीलाई बद्रीनारायण, जहाँ उत्तराखण्डमा विराजमान हुनुहुन्छ, र त्यहाँ जाने अवसर भयो। र भगवानको यस्तो असीम अनुकम्पा, कृपा भनौँ, अहिले भगवान पर व्यूह विभव अन्तर्यामी र अर्चा गरेर भगवानको स्वरूपमा हुनुहुन्छ। अहिले अर्चा अवतार भनिन्छ। अर्चा भनेको चाहिँ शालग्राम शिलाको रूपमा विराजमान भएर मन्दिरमा विराजमान हुने। पहिला भगवान विभिन्न लीला गर्नुहुन्थ्यो, परवासुदेव व्यूह विभव हुँदै, र अहिले चाहिँ भगवान स्वयं केही गर्नुहुन्न, कोहीद्वारा गराउनुहुन्छ भनिन्छ कि। त्यही भएर भगवानले नै अब हामीलाई यो शरीरलाई छाड्नु भयो भन्ठान्छु म आफूलाई। र कता कता चाहिँ त्यो परिणाम त्यही बद्रीनारायण भगवानकै सन्निधिमा प्राप्त भयो। नेपाल यत्रो दिव्य तीर्थ, र त्यहाँमाथि काठमाडौँ त अझ मन्दिरको सहर भनिन्छ। यस्तो ठाउँमा भगवानको दिव्य सदिच्छा प्राप्त भएर अनि त्यसपछि बाल्यकाल नै थियो, बाल्यावस्था नै थियो, साधु नै बनियो भने, अनि त्यसपछि मन्दिरै बनाइयो भने काठमाडौँमा बद्रीधाम बन्छ भन्ने चाहिँ भित्री सङ्कल्प त्यहीँ बसेर बद्रीनारायणमै आयो। र त्यो त्यसै अब 2-4 वर्ष त्यसै त्यो चाहिँ नि थाती नै रह्यो। अनि 81 म 67 सालतिर काठमाडौँमा एउटा ठुलो पुराण वाचन गर्ने उद्देश्यले यहाँले निमन्त्रणा गर्नुभयो काठमाडौँमा, र आएँ। बनकालीमा ठुलो भागवत थियो, त्यो पनि हाम्रो कार्यक्रम पछि। अनि मलाई नेपालमै केही गर्नु पर्यो। वृथा वृष्टि समुद्रेषु वृथा तृप्तेषु भोजनम। धेरै अगाकालाई खुवाउनु बेकार छ, समुद्रमा पानी पार्नु बेकार छ। र त्यो बद्रीधाममा बसेको त्यो सङ्कल्प पनि फेरि पुनर्जागरण भयो। ओहो, त्यहाँ त धेरै मण्डी छ त भारतमा, कमसेकम आफू जन्मेको देशमा केही भयो भनेदेखि आध्यात्मिक शून्यता, मरुभूमि अनि भौतिकताको चरम सुखतिर उन्मुख भएको यो समाजलाई एउटा दिव्य रूपान्तरण पनि हुन्छ र भगवानको दिव्य स्थान पनि बन्छ भन्ने चाहिँ कता कता लाग्यो। आखिर हामी नेपाली 90-92% हिन्दू बसेको देशमा 4 धाम भनेर सबैको ठुलो इच्छा हुन्छ। त्यही बिचमा सिक्किममा भएको 4 धाम पनि निर्माणमा र त्यहाँको प्रतिष्ठामा जाने अवसर मिल्यो। त्यहाँबाट नि प्रेरणा भएको थियो। र अब धाम त निर्माण गर्नु पर्यो। सबै कुरा हजुरको एउटा तपाईँको काहीँ कसैले चाहेर कुनै ठाउँमा खेलकुदको मैदान बनाएको, काहीँ कुनै डाँडोमा होटल रेस्टुरेन्ट बनाएको, अथवा काहीँ तपाईँको चाहिने एउटा पार्क बनाएको जस्तो होइन। धाम निर्माण हुनको लागि कमसेकम ऐतिहासिक, पौरातात्विक र इतिहासले बोलेको हुनु पर्यो, ग्रन्थले बोलेको हुनु पर्यो, त्यो एउटा शास्त्रीय कुरालाई छोएको हुनु पर्यो। त्यो नभइकन चाहिँ त्यहाँको प्रसिद्धि हासिल नि हुँदैन, भगवान पनि खुस हुनुहुन्न। र त्यो एउटा आर्टिफिसियल स्ट्याचु मात्रै भएर पनि भएन भन्ने भएपछि यसको चाहिँ नि हामी नेपाल महात्म्य, स्कन्द पुराण, नेपाल महात्म्य, हिम्मत खण्डहरू आदि हेऱ्यौँ। बद्रीनारायण आदिहरूको भगवानको प्रसङ्ग पशुपतिनाथसँग जोडिएर त्यसपछि नीलाकान्त, जुन बुढा नीलकण्ठ भनिन्छ, जो उहाँको नाम नीलाकान्त हो। नीला भनेको लक्ष्मी उहाँको हो। त्यहाँदेखि उत्तर पश्चिममा चाहिँ नि करिबन 3-4 कोसमा शिवपुरीको तटमा राजधान्याम नेपालस्य उत्तरे काष्ठमण्डपे शान्तिधाम निवासाय बदरीसाय मङ्गलम।
आदि सुक्तिहरूले चाहिँ नि प्रसिद्धि गाइएको यस्तो ठाउँ हुन्छ त्यो रमणीय शिवपुरीको काख, जहाँ यस्तो हुन सक्छ भनेर कमसेकम अलिकति भने नि सङ्केत चाहिँ नि स्कन्द पुराणमा यो गरेको यो ठाउँ। त्यसपछि अब त्यो बेला नि हामी जमिन हेर्ने ठाउँमा धेरै ठाउँमा गएको थियौँ, त अनि यो ठाउँमा आइसकेपछि यो हजुरले अहिले यहाँ बस्नुभएको यस्तो हराभरा अलि ठुलै भूभाग यतिको देखिन्छ, त्यो बेला यस्तो थिएन। यो माथिको चुचुरो र तलको त्यो तल्लो छेउको चुचुरो जोडिएको थियो, एकदमै विकट थियो, फेरि सामुदायिक वन पनि थियो। यो प्राप्त गर्न बडा हामीलाई अन्तर देखाइएको जमिन यो करिबन 68-69 सालको कुरा हो यो हजुर। त्यो बेला चाहिँ नि काठमाडौँका यी डाँडाहरूमा धेरै सस्तो जमिन थियो, काहीँ त्यसै दान गर्ने मान्छे पनि थिए। तर ती सबै ठाउँलाई छोडेर दक्षिण फर्केको, अनि त्यसपछि यो अत्यन्त रमणीय सुन्दर नीलाकान्त भगवानबाट 3 कोस उत्तर भनेको छ, 3 कोस उत्तर पश्चिम यही हुनु पर्यो। त्यसपछि यी सबै कुराहरूलाई शास्त्रीय कुराहरूलाई हेर्दाखेरि खोजेको र चाहेको दर्शनीय र एउटा भगवानले स्थापना हुन चाहेको भूमि यही हो भनेर हामीले 69 सालमा चाहिँ नि यो जमिन चयन भयो। म आफै यहाँ पैदल यात्रा आएँ, आउँदाखेरि मनमा चाहिँ नि हृदयमा भगवानले एउटा पराकम्पन जस्तो हो ल यही हो है तैँले खोजेको भूमि भन्नुभयो। त्यो आफ्नो अन्तरङ्ग विश्वास पनि परिपूर्ण भयो र हामीले 69 सालमा यो जमिन तय गऱ्यौँ। जमिनको कुरा गर्दाखेरि यहाँनिर अलिकति रोकेँ। धेरै बनेका छन्, धेरैले बनाएका छन्, अध्ययन बिना जस्तो नै लाग्यो। अहिले हजुरले जे कुरा गरिराख्नु भएको छ, गुरुले किताबमा उल्लेख, ग्रन्थमा उल्लेख भएअनुसार हजुरको पदयात्रापछि यहाँ आएपछि यो भूमि चाहिँ उत्तम छ है भन्ने जुन पराकम्पन भयो, मनमर्ची भयो, त्यसैले हुन त नेपाल सबै देश नै तपोभूमि हो भन्छन् होइन गुरु? यो ठाउँलाई किन छान्नुभयो भनेर अब चाहिँ मैले प्रश्न गर्दिनँ, किनकि त्यहाँ उल्लेखै भएर छ ग्रन्थमा। हाम्रा देशमा बनेका पछिल्ला समयमा भनौँ न बनाइएका यस्ता स्थानहरू के त्यत्रो धेरै स्टडी गरेर अध्ययन प्राप्तिपछिको शिक्षापछि बनेका कस्ता छन्, त्यो अलिकति त्यतातिर नै जाऊँ न। अब यहाँ यस्तो छ गुरु, अब सकेसम्म शास्त्रीय परम्परालाई मान्नेहरूले, अध्ययन भएकाहरूले र चाहिँ नि कुनै न कुनै जस्तो अब गजेन्द्र ग्राहक, गजेन्द्र मोक्ष बन्यो, त्यो एउटा पौराणिक कुरै छ। जस्तो तपाईँको चाहिँ चतरामा कोकाकोशी सङ्गमदेखि बराह क्षेत्रको ऐतिहासिक बराह पुराणमा बनेकै छ होइन। त्यसका देवघाटदेखि अब उत्तर तपाईँको चाहिँ नि गण्डकीका तटहरू त्यसै पनि तीर्थमयी दिव्य क्षेत्र नै भए। यावत कुराहरूलाई अब लगभग अलिकति पनि अध्ययन गुरुकुल शिक्षाबाट आएका सम्प्रदायका परम्परामा रहेका साधुहरूले निर्माण गर्नु भएको छ नि, त्यो चाहिँ लगभग किनभनेदेखि उहाँहरू त्यो क्षेत्रको विज्ञ नै हुनुहुन्छ, एक्सपर्ट भनौँ न। एक्सपर्टले गरेको काम त लगभग त्यहाँ चाहिँ नि खण्डनको कुरा हुँदैन। अब काहीँ कसैले लडमा पनि केही निर्माणहरू काहीँ केही नै भइ नै रहेका छन्, त्यस्ताहरू पनि अब के हो भगवानको इच्छा। हामी त यो स्वरूपले र यो तपाईँको हिसाबले अब भगवानको कार्य भएको छ, त्यस्तो कार्यलाई तपाईँको चाहिँ नि साधुवाद नै भन्नुपर्छ। तर जहाँ मन्दिर स्थापना हुन्छ त्यहाँ कुनै न कुनै तपाईँको भगवानको अस्तित्वले स्वीकार गरेको छैन, त्यहाँ त्यो लेभलको भोग सेवा पद्धति भगवानको उपचार हुँदैन भनेदेखि अपराध पनि हुन्छ भनेको छ। त्यस कारणले यो कुराहरूमा चाहिँ जुन हजुरले जुन प्रश्नको चाहिँ तपाईँको भित्री आशयको इच्छा हो, अब यो भगवानको सबै प्रकारको लीला छ यसमा। त्यस कारणले त्यो लीलालाई चाहिँ हामीले बुझ्न अलि त्यस्तै सन्त भागवतहरूको आफूमा पनि आहार विहारको सन्तुलन सबै कुराहरूलाई बुझेर अनि त्यसपछि नै हामीले संयमित हुनुपर्छ। तर भगवानको इच्छा चाहिँ नि आध्यात्मिक उन्नति होस्, भक्तहरूले चाहिँ नि सद्भावनाको प्रकट गरून् भन्ने नै हो।